हेलो नमस्ते साथीहरू र आज चाहिँ म स्मार्ट बजार आएको छु है र यहाँ चाहिँ सब्जीहरूको अफर लागेको छ है। लु भित्र जाउँ है, भित्र गएर हेरौँ के अफर लागेको छ। र अहिले चाहिँ बिहानको 9:30 भइसकेको छ है, किनभने म चाहिँ नानीलाई स्कुल छोडेर आएको है। र यहाँ चाहिँ बिहानदेखि नै लाइन बस्ने गर्दो रहेछ, यहाँ हेर्नु सक्नुहुनेछ हजुरले। 10 बजीभन्दा अगाडि चाहिँ खोल्दैन रहेछ है, टाइमिङ चाहिँ 10 बजी। र यसरी भिड लाग्ने गर्दो रहेछ है। र मेरो त सपिङ भइसक्यो र म लाइनमा बसिरहेको छु है। हेर्नुहोस् न साथीहरू, च्यवनप्रासको बट्टा कति क्युट है, मलाई एकदमै मन परेर चाहिँ किनेको। यसको त 65 रुपिस मात्र। लाइन बस्दा बस्दा फेरि पनि हजुरहरूलाई एकपल्ट यहाँको भिडको नजारा देखाउन गइरहेको छु है। भिड चाहिँ बढ्दै जाँदैछ है। लु अब चाहिँ साथीहरू म चाहिँ गाडी पर्खिरहेको छु है। थ्याङ्क्स फर वाचिङ।